हेलो एभ्रिवान, नमस्ते सेवारो। मेरो मिनी ब्लगमा स्वागत छ भन्दै हामी चाहिँ हजुरहरूले त सकिसक्नु भयो होला। हाम्रो त भर्खर सुरु। अनि मेरो पछाडि नन्द डोको फर्काएर भिडियो चाहिँ नदेखाउने अनुहार भनेर चाहिँ फर्किसकेको छ साथीहरू। लगत्तै मेरो छोरा पनि फर्किसकेको छ साथीहरू डोको देखाएर। ल म चाहिँ बिजोक यहाँ मकै भाँच्दैछु है। मकै भाँच्दैछौँ साथीहरू, हेरेर साथ दिनु होला हजुरहरूले है त। मेरो छोरा पर सर्दैछ, म पछि भिडियो बनाउँदैछु है साथीहरू। अनि हामी चाहिँ छोरा नन्द भएर मकै भाँचेको केटाकेटीहरू उनी भिडियो गरेको कि एउटा अनुहार देखाउन माने त के र साथीहरू, साह्रै लजाउँछन्। अनि हजुरहरूकोतिर त सबैले भाँचिसक्नु भयो होला। म चाहिँ भर्खर भाँच्दैछु है आज। नन्दले हाई गरिन्, बल्ल बल्ल अनुहार देखाइन् नन्दले चाहिँ। अनि हामी चाहिँ गफ गर्दै मकै भाँच्दैछौँ साथीहरू, सक्नु लाग्यौँ। यहाँ हामी मकै पुऱ्याउनु गयौँ, नन्द एक्लै भाँच्दैछिन्। अनि भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हजुरहरूको साथ सपोर्ट धेरै पाऊँ। अनि यहाँ चाहिँ अनि आधी मात्रै थियो नि त साथीहरू। अहिले चाहिँ हामीले भाँचिसक्यौँ। अनि त्यसपछि घरमा मकै बनायौँ। अब अघि हामीले भाँच्यौँ, अहिले हामीले बनायौँ साथीहरू। ल बनाउँदै सुकाउँदै ल के गर्नु छ जिन्दगीमा साथीहरू। बाई बाई।